हेर्नु त यस्तो यस्तो भित्र फल्दो रहेछ नि हौ इस्कुसको जरा चाहिँ। खान चाहिँ मिठो हो, खन्नलाई हेर्नु हाम्रो दाजु कहाँ पसेर खन्दै हो नि त। रुख चाहिँ यहाँ माथि छ, यहाँ फल्छ अरे। हेर्नु त आम्मामा कत्रो निस्क्यो भाइ। ऊ ऊ ल हेर्नु त ल आम्मा लास्टै ठुलो आयो क्या दाजु त्यहाँ त। आया हेर्नु त हाम्रो दाइ है खन्ने चाहिँ। ऊ यस्तो हेर्नु त काटिहाल्नु भएछ दाजुले। के गर्नु राम्रो चाहिँ के अरे माटोभित्र सुन भनेको यही हो। ए यहाँ छ हेर्नु त यस्तो दामी। यस्तो दाइको त पुरा यो त खानी पो रहेछ त, तरुल खानी, इस्कुसको जरा खानी। अब अर्को पनि छ दाइ? छ होला, खानुपर्छ। कति गाह्रो हुन्छ, कति गाह्रो हुन्छ खानालाई चाहिँ सस्तो खोजेर साह्रै दिक्कत आउँछ। गाह्रो हुन्छ दाजु। यो चाहिँ यसमा चाहिँ के हालेर चाहिँ यत्रो यत्रो फलाएको हौ? के चाहिँ हालेको हौ? हाल्नु ऊ चुट्यो खन्यो त्यहाँ पनि। दाजुले एउटै नराख्नु भयो, सबै खन्यो। ऊ त्यहाँ पनि निस्किँदैछ, जताततै हुँदो रहेछ हौ।